अब चाहिँ मैदानलाई राख्नु पर्ला र नेपालको खेल अघि अझै पनि समर्थकहरूको उत्साह कम भएको छैन। रङ्गशाला बाहिर होइन यति धेरै मात्रामा नेपाली दर्शकहरू उत्साहित छन्। वाङखाडेको रङ्गशाला बाहिर रङ्गशाला बाहिर नेपाली समर्थकहरू एकदमै घुइँचो लागेको छ र अझै म्याच सुरु हुनलाई 1.5 घन्टाभन्दा बढी समय बाँकी हुँदा नेपाली समर्थकहरूको यहाँ ठुलो घुइँचो लागिरहेको छ र धेरै समर्थकहरू यहाँ उपस्थित भएको हामी देख्न सक्छौँ र धेरै मिडियाहरूले पनि कभरेज गरिराख्नु भएको छ र सबै समर्थकहरू उत्साहित देखिनुहुन्छ र आज चाहिँ नेपालले इटलीसँग खेल्न लागेको। इटलीसँग नेपालको दोस्रो समूहको खेल हो र विदेशी मिडियाको नजरमा पनि नेपाली समर्थकहरू धेरै परेका छन् किनकि नेपालका समर्थकहरू डाई ह्याट रहेका छन् र नेपाली टिम जहाँ पुगे पनि नेपाली फोटो खिच्नु है तपाईँहरूको।